सम्पूर्णमा नमस्कार। म नवरत्न लाइफ स्कुल थिमीको भाइस प्रिन्सिपल। आज हामी शैक्षिक भ्रमण अन्तर्गत कक्षा 10 को विद्यार्थीहरूलाई लिएर पोखरा भ्रमणमा आएका छौँ। चमेरो गुफामा छिरेर निस्किने क्रममा यहाँ एक्जिटमा छौँ। राम्रै छ, अब एक्साइटेड नै भइरहेछौँ हामी सबैजना। अब यस्तो गुफाहरू भनेको अब प्राकृतिक रूपमा बनेको कुराहरू भयो। त्यसलाई प्राकृतिक रूपमै राखेर चाहिँ विभिन्न कुराहरूमा सेफ्टी प्रिकसनहरू गर्न सकियो भने त्यो राम्रो हो। आर्टिफिसियली गर्नुभन्दा पनि अब कति कुरा हामी गुफामा छिर्दाखेरि बच्चाहरूको कुरामा, महिलाहरूको कुरामा अलिकति सजग चाहिँ हुनुपर्छ। बच्चाहरूलाई चाहिँ अलिकति गाह्रै पर्छ, महिलाहरूलाई पनि थोरै अब उनीहरूको पहिरनको अनुसार चाहिँ अलिकति गाह्रो हुन्छ। र त्यस्तो धेरै गाह्रो पनि छैन। अब हामी कुनै पनि ठाउँमा जाँदाखेरि धेरैभन्दा धेरै चाहिँ आफै सुरक्षित हुने कुराहरूमा अलिकति सजग चाहिँ हुनुपर्छ। अरू कुराहरू भनेको अब यहाँ व्यवस्थापन समितिले गर्नुपर्ने कुराहरू हेरेर अलिकति यो चिप्लिने कुराहरू चाहिँ गर्न सक्यो भने चाहिँ राम्रो। मेरो नाम चाहिँ पुनम नेपाली, मेरो घर चाहिँ सिलगढी डोटी, अनि म चाहिँ एसटिएसबाट चाहिँ यहाँ भ्रमण गर्न आएको। यो गुफा चाहिँ कस्तो राम्रो छ, अनि अहिले चाहिँ हामीलाई त त्यस्तो केही लागेन, सेफ जस्तै छ। तर टर्च माथिबाट चाहिँ डर लाग्छ, तर है हेर्दाखेरि डर लाग्छ, तर सिधै जाँदाखेरि हामीलाई चाहिँ केही लागेन त्यस्तो। यसमा मेन्टेनेन्स त गर्नुपर्छ, सानो बच्चाहरूलाई नि अप्ठ्यारो हुन्छ, अनि आइमाईहरूलाई नि अप्ठ्यारो हुन्छ। स्टुडेन्टले चाहिँ 30 रुपिस तिरेर आएको हामी। सरले टान्नु न। नुबी मानन्दर स्कुलबाट आएको हामी, नवरत्न लाइफ स्कुलबाट। एकदमै डर लाग्दो लाग्यो मलाई चाहिँ। यहाँबाट आउनुलाई चाहिँ लास्टवाला स्टेज चाहिँ मलाई साह्रै नै डर लाग्दो लाग्यो अरूभन्दा नि। अनि त्यो चमेरोहरू देख्दा चाहिँ एकदमै अमेजिङवाला हुन्छ, कहिले नदेखावाला त्यो कस्तो अर्कै फिल भयो। अब यो नेचुरल थिङलाई चाहिँ हामीले नेचुरलै रहन दियो भने चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। यसलाई केही त्यो चेन्जहरू गर्नुभन्दा पनि अब अलिक एडभेन्चरस पनि हुन्छ होइन। मेरो नाम आरुष कपाली, म नवरत्न लाइफ स्कुलबाट। अहिले यो चाहिँ त्यो ब्याट्सहरू सबै तल देखेर त्यो अलि एक्साइटमेन्ट टाइप फिल भइरहेको थियो, अनि तर आउने चाहिँ अलिक गाह्रो रहेछ, तर एक्सपिरियन्स चाहिँ अमेजिङै थियो, धेरै रमाइलो छ एउटा। अलि यो सानो बच्चाहरूको लागि चाहिँ हुँदैन, तर एक्सपिरियन्स चाहिँ एकचोटि गर्नुपर्छ जस्तो लाग्यो। मेरो नाम भूमिका प्रजापति, नवरत्न लाइफ स्कुल। मजा आयो, जान मलाई सेफ त थाहा छैन, तर म पाटोलो भएर निक्लेँ। भयो